नमस्ते सबैजनालाई गुड मर्निङ। मैले बिहानको खाना बनाउँदैछु है। गोलमेरा काँचो आँपको अचार बनाएर हजुरहरूलाई देखाउँदैछु है। यसमा टमाटर पिस गरेर काटेछु हैन, अनि तेलमा यसरी फ्राई गर्दैछु हैन। त्यसपछि यहाँ चाहिँ के रे भटमास अनि गुन्द्रुक, त्यसपछि पिनालुको ग्रेभी बनाउँदैछु है। पकाउँदैछु। पहिला टमाटरले यसरी फ्राई गर्नु हजुरहरूले, तेलमा फ्राई गर्नु है, यसरी फर्काउनु। ओहो तरकारी नै मजाले पाकेछ है। यो चाहिँ पिनालु भटमास गुन्द्रुकको यो ग्रेभी नि पाक्यो। अब मैले यस्तो आज चाहिँ काँचो आँपको अचार बनाएर हजुरहरूले देखाउँदैछु है। त्यसलाई हल्का फ्राई गर्ने टमाटरलाई। यसरी नुन राख्यो भने छिटो गल्छ क्या टमाटर। अहिलेको टमाटर त बोक्लो बाक्लो भएको टमाटर आएको छ हैन, पाक्ने गाह्रो के। त्यो उसको के रे यो टमाटरको यो बोक्रा छ, गल्दै गल्दैन अहिले टमाटर। अलिकति नुन हाल्दैछु गल्छ के। अब यो टमाटर पनि यसरी पकाएपछि हैन, यो टमाटर पनि अब पेस्ट भइसकेछ है। अनि गल्यो, नुन हाल्दैछु त गल्छ के। त्यसपछि आयो हैन, त्यसपछि आयो हजुरहरूलाई स्वाद अनुसारको हैन के राख्नु मन लाग्छ, टक्का टुक्क अमिलो पिरो हैन, त्यसरी नै राख्नु होला हैन। अब यो काँचो आँप, यो चाहिँ काँचो आँप हो है। यो काँचो आँप है। काँचो आँपलाई पनि हजुरहरूले यसरी नै पकाउनु, अनि यो गल्छ के काँचो आँप पनि। यसरी मजाले यसरी चलाउनुहोस्। ग्यास सानो बनाएर चलाउनु है। ग्यास सानो बनाउनुहोस् अनि हजुरहरूले यसरी चलाउनु। है यसरी मजाले पकाउनुहोस् काँचो आँपलाई। त्यसपछि आयो हजुरहरूले स्वाद अनुसारको लसुन अदुवाको पेस्ट राख्नु। त्यसलाई नि मजाले यसरी चलाउनुहोस् है। बास्ना मिठो आछ। त्यसपछि हरियो खुर्सानी राख्नु। हरियो खुर्सानी पछि राख्नुहोस् है। पहिला यो हरियो खुर्सानी नि हजुरहरूले पछि राख्नु भयो भने हैन यो गल्दैन के।
अन्त त्यो तेलमा पर्कायो भने यो खुर्सानीको स्वादै जान्छ। त्यही भएर यो हरियो खुर्सानी लास्टमा राख्नुहोस्। यसरी महँगा बास्ना आउँछ लास्ट पछि राख्यो भने होइन। त्यसपछि हजुरहरूले तिलको र टिमुरको तिलको अनि हल्का मरिचको धुलो पनि छ, यो यसरी नै राख्नु। आँपको अचारमा है, काँचो आँप हो यो, यसरी राख्नुहोस्। हजुरहरूले मजाले चलाउनुहोस्। यसरी चलाउनुहोस्। मजाले गुद्रु 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 बुक्लु बुक्लु पाकेको छ होइन। अनि त्यसपछि हजुरलाई स्वाद अनुसारको नुन राख्नु, कति राख्नुहुन्छ होइन। यो अमिलो त अमिलो हुन्छ, काँचो अमिलो, काँचो आँप एकदम अमिलो हुन्छ है। त्यसपछि हजुरलाई आफ्नो स्वाद अनुसारको हजुरले कतिको पिरो अमिलो खानुहुन्छ त्यही अनुसारले यसरी पिरो राख्नुहोस्। मलाई त पिरो अमिलो एकदम मनपर्छ कि। त्यसपछि बेसार राख्नुहोस्। त्यसपछि आयो हल्का मसलाको धुलो राख्नुहोस् होइन। अनि यसलाई मजाले चलाउनु के, यसरी चलाउनुहोस् होइन। यसरी चलाउनुहोस् है। पाक्दैछ। ओहो, मिठो नभए नि होला जस्तो त भएछ। यसको स्वाद कस्तो आउँछ अहिले। अमिलो त पक्कै लास्ट अमिलो हुन्छ काँचो आँपको अचार त होइन। हजुरहरूले चर्को अमिलो, अनि अमिलो त काँचो आँप अमिलो हुन्छ। र नुन कति चर्का खानुहुन्छ, हजुरहरूले खुर्सानी कतिको पिरो खानुहुन्छ, त्यो स्वाद अनुसार हजुरहरूले राख्नुहोस् है। अचार बनाउँदा आँपको काँचो आँपको अचार बनाउँदा नि हजुरहरूले पकाउन आसनमा लाग्यो, आसनमा डर नलाग्यो भने होइन, उमालेको पानी हाल्नुहोस् है। चिसो पानी डाइरेक्ट नहाल्नुहोस्, उमालेको पानी हाल्यो भने एकदम स्वाद मिठो आउँछ कि। यसरी उमालेको पानी राख्नुहोस् है। यो हाम्रो चाहिँ पुरानो घर हो है। पुरानो घर हो। पुरानो घर त हेर्नु त काठको घर छ भाइ। भूकम्प आए पनि यो घर भत्किन्न के। यो घर भत्किँदैन, पुरानो घर हो यो हाम्रो होइन। 100 वर्ष पुग्न लागेको यो घर बनाएको। आउने ससुरबा सानो हुँदाखेरिको बनाएको घर हो रे। 100 वर्ष पुग्न लागेको यो घर बनाएको होइन। ल हेर्नुहोस् है, नखाने खाउँ जस्तो भएछ अचार। ओहो, यो हाम्रो पुरानो घर हो। अझ यहाँ राख्न बाँकी छ अचारमा यो के भन्छ अरे, यो लसुन, धनियाँ, प्याजको पात राख्न अझै बाँकी छ है। आज त मौसम खराब भएछ, पानी परेछ होइन। यो हाम्रो पुरानो घर हो। ल हेर्नुहोस् त, 100 वर्ष पुग्न लाग्यो घर। पुरानो घर हो क्या यो हाम्रो। हाम्रो यहाँ आमा बुवाको फोटो पनि छ यहाँ है। राजा रानीको फोटो पनि मैले यहाँ राखेको छु है। कस्तो भयो यसको काँचो आँपको अचार तयार हुँदैछ। यहाँ अब यो तयार भयो, आँपको अचार तयार भयो। त्यसमा अब मैले यो चाहिँ काटेको प्याजको के अरे हरियो प्याजको पात है, हरियो प्याजको पात राख्दैछु।
यो हरियो प्याजको पात है। यो हरियो प्याजको पात काँचो मोल्नु है, नपकाउनु, फेरि यसको स्वादै जान्छ क्या हरियो प्याजको। त्यसपछि लसुन राख्नु, हजुरहरूलाई कतिको खानु मन लाग्छ होइन। काँचो लसुन राख्नुहोस्, यसरी यसरी चलाउनुहोस् है। काँचो लसुन हो, हाम्रो लोकल लसुन है, हाम्रो बारीको यो लसुन। यसरी राख्नुहोस्। त्यसपछि हजुरहरूलाई धनिया कति मिठो लगाउँछ होइन, त्यो अनुसारले धनियाहरू पनि यसरी राखेर चलाउनुहोस्। स्वाद मिठो लाग्छ, बास्ना त मिठो आएछ, हेर्नु खाँदाखेरि कस्तो होला, मिठो छ कि छैन होला। हजुरहरूले घरमा जे पकाउँदा पनि हजुरहरूले पहिला होइन पितृलाई चढाउनुहोस् है। यसरी पितृलाई चढाउनुहोस्। मैले तरकारी चढाइसकेको छु, यसरी पितृलाई चढाउनुहोस्। त्यसपछि यहाँ खाना नि पाकेछ, खाना पनि लहर यसरी पितृहरूको नाममा यसरी चढाउनुहोस् है। जहिले पनि हामीले घर खाना बनाउँदा पितृको नाममा जहिले नि चोखो गरेर पकाएर चढाउनु पर्छ है। अब मैले यसको काँचो आँपको अब यो स्वाद कस्तो आछ म चाखेर हजुरहरूले देखाउँछ है। कस्तो आछ म स्वाद चाखेर हजुरहरूले देखाउँछ है त है। ओहो कस्तो आछ स्वाद, मिठो छ कि छैन है। आहा गजब मिठो भएछ भाइ। गजब मिठो भएछ ल। एकदम मिठो भएछ के। हजुरहरूले यसरी पकाएर राख्नुभयो नि यो बिग्रिँदैन है। चट्ट सेलाएपछि एउटा बोतल अथवा एउटा बट्टामा हालेर राख्नुहोस्। फ्रिजमा राखेर आफूलाई कति खानु मन लाग्छ त्यो अनुसारले हजुरहरूले निकाल्दै खाँदै गर्नुहोस्। तातो छ के। आज मैले गहुँको ढिँडो पकाउँदैछु है। गहुँको ढिँडो अनि आँपको अचार, पिँडालु र उसको तरकारी, पिँडालु भटमास गुन्द्रुकको तरकारी बनाएको छु। ढिँडो पकाउनु त मैले खासै त जान्दिनँ, त्यही पनि अलिअलि लटरपटर चाहिँ जानेछु। अहिले मैले ढिँडो पकाउँदा नि यसरी डल्लो पर्छ क्या, हेर्नु नै। पिरो थप्न लाग्यो क्या, गिलो भएछ क्या हो। अझ मेरो साथीलाई नि बोलाएको छ क्या ढिँडो खाना। घरेटी बालाई खाना आउनु ढिँडो भनेको कता जानुभयो कता जानुभयो, अहिलेसम्म खाना नै आउनु भएन। 11 बज्न लाग्यो, कता जानुपर्छ। रातमा यता यसरी सीता दिदी तपाईँ के हाल्नु लाग्नु भएको? मैले यहाँ आज गहुँको ढिँडो पकाउनु लाग्यो के। अनि गहुँको ढिँडो खानालाई तरकारी के बनाउनु भयो? तरकारी अचार गहुँको ढिँडो खानालाई मैले आज दामी तरकारी बनाएको छु भाइ। के हो नि? त्यो पिँडालु, गुन्द्रुक अनि भटमासको ग्रेभी बनाएको छु। चटनी नि बनाउनु भयो? चटनी चाहिँ काँचो आँप। ओहो काँचो आँप के हालेछ भन न। के हालेर बनाउनु भएछ नि? के मिठो बनाएर बनाएको छु। अब खाना आऊ है हामीलाई। मलाई पनि दिनु है अलिकति, म नि खान्छु ल। आँपको चटनी भनेपछि मेरो जिब्राबाट एकदम रसिलो भएर आयो के। ल
लाली चाहना हो दिन पनि ढिँडो खाने नै परे है सीतामा आज त हो के रे अलि डल्लो पऱ्यो भए म अलि ढिँडोलाई जान्दिनँ होइन डल्लो पर पेट हुन्छ होइन दुख्दैन अलि मजाले मस्काउनु न अब खासै ढिँडो पकाएन मैले पकाएको आमा हुँदा त तर म यसरी ढिँडो पकायो भने मैले आमालाई सम्झिन्छु भाइ एकदमै के अलि त्यस्तै हो गाउँठाउँमा भएको भए सबै थोक सिकिन्थ्यो सहर बजारमा भएपछि अलि गाह्रै पर्छ के जे चिज पनि हेर न मैले कति आमालाई सम्झिन्छु भाइ यहाँ ढिँडो पकाउँदा होइन आमालाई मैले गाउँको ढिँडो खाने आमालाई सम्झिन्छु भाइ गाउँको ढिँडो पकाउँदा त नि ढिँडो खानु एकदम स्वास्थ्यको लागि फाइदाजनक पनि छ नि सीतामा हो के रे आमाको सुगर थियो आमालाई कति ढिँडो पकाएर खुवाउँथेँ मैले तर अलि जान्दिनँ क्या हेर नै यस्तो डल्लो परेको हो 1-2 दिन जानिँदैन लगातार पकाइयो भने त जानिन्छ के फेरि यस्तै हो कि के हो अलि जान्दिनँ क्या मैले ढिँडो पकाउन होइन डल्लो भने केही नहोला नि केही पनि हुन्न तातो खानी हो यहाँ त ठेला उठ्यो हेर त ढिँडो पकाउनु सजिलो त कहाँ छ र खाना मात्र मिठो हुन्छ ठेला उठ्यो भाइ रातै भएर ठेला उठ्यो गाह्रो हुन्छ के मस्काउन नसकेपछि त पोल्छ ठेला उठ्छ आमालाई मैले हो के ढिँडो खाने तर कति सम्झिन्छ मैले जहिले नै मैले गाउँको ढिँडो पकाएँ नि आमालाई सम्झिन्छु भाइ जसले धेरै मन पराउँछ जसले उ गर्छ त्यसैलाई कतै याद आउँछ नि एकदम आमालाई सम्झिन्छु अनि चाडपर्व आयो भने बुवालाई सम्झिन्छु होइन हाम्रो बुवाले दसैँ आयो तिहार तिजहरू आयो भने हाम्रो बुवा कति खुसी हुनुहुन्थ्यो ल आज यस्तो पकाउनु सीता उस्तो पकाउनु भनेर बुवा आमा यहाँ कति खुसी हुनुहुन्थ्यो अहिले त चाड आएको थियो नआएको थियो रमाइलो नहुने भाइ अब के गर्ने त नि बुढाबुढी सधैँभरि रहँदैनन् सबैको उस्तै हो तपाईँको पालो नि त्यही हो मेरो पालो नि त्यही हो सीतामा अब त्यही रहेछ घरभरि जान्न भए त झन् हतेर आउने के अब धेरैजना बच्चा बच्ची बुढाबुढीसँग बसेको मान्छेलाई एक्लै बस्न अलिक गाह्रै हुन्छ कि सीतामा दिन काट्न गाह्रो हुन्छ त्यही हो ल मिठोसँग पकाउनु भयो भाइ सीता आमाले ढिँडो मलाई पनि अलिकति दिनु है चाहना है डल्ला डुल्ली भयो नि खाम पकाएको चिज त पर्यो कि ढिँडो खाने भए आऊ है हाम्रो घर भाइमा खान्छ है ओहो सीता दिदी ढिँडो खाँदै हो भाइ आज ढिँडो खान लाग्यो कस्तो छ त नि ढिँडो आँपको अचारसित गजब मिठो भएको छ भाइ जाडो जाडो दिन पानी परेको है ढिँडो त अमिलो टक्क भएको छ ल ढिँडो त खुब मजाले खाथ्यौ बुढी अहिले मैले चपाउने बानी छ क्या ढिँडो खाने सुलु सुलु निला न तातो ढिँडो ममा खाए जसरी खाऊ यो आँपको अचार चलाएको पनि है खाउन त भन चाटी चुटी पारेर जे भयो नि खेर फाल्न केही पनि हुँदैन गजब मिठो छ अचार दामी दामी एकदम मिठो छ है ओहो बडा काइतासँग खाकी छिन् बुढीले ढिँडो त गजब मिठो छ क्या नि आमा सम्झिन्छु अब सधैँभरि आमा सम्झेर मात्र नहुने सम्झिनु पनि राम्रै हो पितृ भएको मान्छेलाई होइन सम्झेर पनि साध्य लाग्दैन के तर तपाईँहरूले आँपको अचार खाँदाखेरि जोसुकैले लसुन टोक्नुपर्छ है लसुन खायो भने ग्यास्ट्रिक हट्छ अरे भन्छ नि अब के हो तर आँपको अचार एकदम ग्यास्ट्रिक हो अरे क्या ग्यास्ट्रिक हुने अमिलो धेरै हुन्छ आँपको अचारमा त्यही भएर नि होला है गजब मिठो भन्छ ल खुब धित मारेर खानुहोस् मेरो साथीलाई नि मैले आज आँपको अचारसँग ढिँडो खान बोलाएको छु है ए ल खाने हो त्यसो भए मजाले अब ढिँडो आज सबैजना आँपको काँचो आँपको अचारसित होइन ढिँडो खाने भए पिरालोको तरकारी अनि भटमासको तरकारी गुन्द्रुक होइन गुन्द्रुकसँग खाने भए हाम्रो घर आउनु होला है थ्याङ्क यू सो मच राष्ट्रिय खाना नै गुन्द्रुक र ढिँडो हो नि खास नेपालमा को हुन त थ्याङ्क यू सो मच मेरो साथीलाई पनि मैले यहाँ ढिँडो आँपको अचार त गुन्द्रुकको तरकारी राखिदिएको छु है थ्याङ्क यू सो मच सबैजनालाई